के रणवीर सिंहको नयाँ मुभी धुरन्धरले साँच्चै नै होस उडाउँछ त? कि यो मात्र 3 साढे 3 घन्टाको टाइम पास हो? आउनुहोस् 30 सेकेन्डमा बुझौँ। सबैभन्दा पहिले यो फिल्म सिम्पल स्पाई मुभी होइन, यो एउटा ग्याङ्गस्टर सागा हो। यसमा रणवीर सिंह एउटा अन्डर कभर एजेन्ट बनेर अन्डरवर्ल्डमा छिर्छन्। डाइरेक्सन आदित्य धरको हो, त्यसैले उरीवाला भाइब्स त छँदैछ, तर यसको भाइलेन्स चाहिँ एनिमल मुभी लेभलको छ। तपाईँले यो मुभी हेर्दा एनिमल मुभी जत्तिकै भाइलेन्सको फिल गर्न सक्नुहुन्छ। अब कुरा गरौँ कास्टिङको कुरा गर्दा रणवीर त भइहाले, तर अक्षय खन्ना र सञ्जय दत्तको काम हेर्दा आङ जिरिङ्ग भएर आउँछ। एक्टिङ एकदमै टफ नोच छ, तर याद राख्नुहोस् यो फिल्म फ्यामिली मुभी होइन। यसमा एकदमै धेरै रगत, काटमाड र गाली गलोच छ। त्यसैले यो 18+ ओन्लीको लागि रहेको छ। बच्चाहरू लिएर जाने गल्ती नगर्नुहोला। लास्टमा तपाईँहरू यो मुभी हेर्न कहिले जाँदै हुनुहुन्छ प्लिज कमेन्ट गर्नुहोला, र हेरेर आइसकेपछि यो मुभीलाई 5 स्टारमा कतिवटा स्टार रेट गर्न चाहनुहुन्छ कमेन्ट गर्न नबिर्सिनुहोला है त।